कुवाको माछा धेरै पहिलेको कुरा हो। एउटा सानो गाउँमा एउटा पुरानो कुवा थियो। त्यो कुवामा एउटा सानो माछा बस्थ्यो। माछालाई सबैले चतुरे भनेर बोलाउँथे। चतुरे आफ्नो इनारको सानो संसारमा निकै रमाइरहेको थियो। ऊ इनारभित्र पौडिन्थ्यो र ढुङ्गाहरू बीच लुक्थ्यो। कहिलेकाहीँ पानीमाथि फनफनी घुमेर रमाउँथ्यो। उसलाई लाग्थ्यो मेरो इनार नै संसारकै सबैभन्दा ठुलो ठाउँ हो। एक दिन इनार नजिकैको बाटो हुँदै एउटा भ्यागुता आयो। ऊ बाहिरको संसारबाट आएको थियो। चतुरीले भ्यागुतालाई देखेपछि सोध्यो, तिमी को हौ र कहाँबाट आएका हौ? भ्यागुताले भन्यो, म नजिकैको ठुलो खोला हुँदै आएको हुँ। त्यो खोला निकै फराकिलो, खुला र विशाल छ। त्यहाँ ठुला ठुला माछाहरू पौडिन्छन्। हावाले चिसो स्पर्श गर्छ र पानी कहिल्यै सुक्दैन। चतुरी अचम्मित भयो। ऊ हाँस्दै भन्यो, के तिम्रो खोला मेरो इनारभन्दा ठुलो छ? मलाई नजिक्याऊ। भ्यागुताले हाँस्दै भन्यो, म साँचो बोल्दैछु साथी, यो इनारभन्दा बाहिर पनि ठुलो संसार छ। यदि तिमी विश्वास गर्दैनौ भने एकपटक बाहिर निस्केर हेर। चतुरे पहिलो पटक सोच्न थाल्यो, साँच्चै नै मेरो इनारभन्दा ठुलो ठाउँ हुन सक्छ? उसलाई लाग्यो बाहिर जाने समय आइसकेको छ। ऊ इनारबाट बाहिर निस्कने निर्णय गर्यो। भ्यागुताले उसको सहायता गर्यो। चतुरे इनारको पर्खाल चढ्दै मुस्किलले बाहिर निस्क्यो। जब उसले बाहिरको संसार देख्यो, ऊ आश्चर्यचकित भयो। चारैतिर हरियाली, खुल्ला आकाश, ठुलो खोलाको पानी र त्यहाँ पौडिरहेका सयौं माछाहरू। चतुरे दङ्ग पर्यो। उसले बुझ्यो, मैले मैले त सधैँ इनारको साँघुरो संसारलाई नै सबै थोक ठानेछु। तर बाहिर त अझ विशाल संसार रहेछ। अब चतुरे नयाँ खोलामा रमाउन थाल्यो। उसले धेरै साथीहरू बनायो, नयाँ कुरा सिक्यो अनि ठुलो ठाउँमा बाँच्ने रमाइलो अनुभव गर्यो। उसले महसुस गर्यो संसारलाई बुझ्न र सिक्न नयाँ ठाउँ जानु जरुरी छ। केवल आफ्नै सानो दायरा मात्रै संसार होइन। यो कथाले हामीलाई यो सिकाउँछ कि सधैँ खुला दिमाग राखौँ, नयाँ कुरा सिक्न तयार रहौँ। हामीले देखेको र बुझेको संसार मात्रै सबै थोक होइन, बाहिर अझ धेरै सिक्न र बुझ्नुपर्ने कुराहरू छन्। आफ्नो सोचाइलाई सीमित नगरौँ, नयाँ अवसर खोजौँ।